What if your tutor was available 24/7? जसरी तपाईलाई कुनै कन्सेप्ट क्लियर भएन भने तपाई के गर्नुहुन्छ? टिचरसँग सोध्नुहुन्छ। तर अहिले तपाई इफेक्टिभली एआई लाई युज गर्नुभयो भने तपाई जुन बेला पनि आफ्नो कन्सेप्ट क्लियर गर्न सक्नुहुन्छ। जसरी हाम्रो स्टुडेन्टहरूलाई जब प्रब्लम हुन्छ उनीहरू के गर्छ? जुन कुरा प्रम्प्ट सिकेको छ त्यो प्रम्प्टलाई इफेक्टिभली युज गरेर एआई सँग आफ्नो कन्सेप्ट क्लियर गर्छ। जसरी तपाई यो प्रम्प्ट युज गर्नु, यो प्रम्प्ट युज गर्नुभयो भने डिजिटल मार्केटिङ भित्र कुन कुन कुराहरू हुन्छ, कुन कुन सेक्टरहरू हुन्छ, यो सेक्टरको बारेमा तपाईलाई थाहा हुन्छ अनि तपाई चाहिँ स्पेसिफिक भएर अगाडि डिजिटल मार्केटिङमा आफ्नो करियर बनाउन सक्नुहुन्छ। सो युज दिस प्रम्प्ट। सो अब आउने भविष्यमा हरेक स्टुडेन्टले आफ्नो कन्सेप्ट क्लियर गर्नको लागि यस्तै नै प्रम्प्ट युज गरेर आफ्नो पढाइ अगाडि बढाउँछ। यदि तपाई यो प्रम्प्ट सिक्न चाहनुहुन्छ भने, आफ्नो स्टडी इफेक्टिभ बनाउन चाहनुहुन्छ भने जोइन आवर प्रम्प्ट इन्जिनियरिङ ट्रेनिङ। थ्याङ्क यू।